महाकाय सूर्यकोटि समप्रभ निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा। हरे गंगा कहीं कृष्णा कहीं शुक्ला कहीं बागमती, हे गंगा कहीं कृष्णा कहीं शुक्ला कहीं बागमती। गंगा महाकाली त्रिशूली र बन्यो सप्तकोशी, हे गंगा यमुनामा भिज्यो कृष्ण लाल चुनरी, हे गंगा हरे गंगा कोई भन्छन् यमुना त कोई भन्छन् गंगा, गंगा कोई भन्छन् यमुना त कोई भन्छन् गंगा। गंगा निर्मल जलमा नुहाएपछि मन हुन्छ चंगा, गंगा यमुनामा भिज्यो कृष्ण लाल चुनरी, हे गंगा हरे गंगा सारा जनलाई कल्याण गर्न पृथ्वीमा आयो, गंगा सारा जनलाई कल्याण गर्न पृथ्वीमा आयो। गंगा यही जलमा स्नान गर्न हामी भक्त धायौं, गंगा यमुनामा भिज्यो कृष्ण लाल चुनरी, हे गंगा
सलल बग्ने सधैँ निर्मल पानी गङ्गा उदय सलल बग्ने सधैँ निर्मल पानी गङ्गा गङ्गा स्नान गर्नुपर्छ मन पवित्र पारे गङ्गा यमुनामा भिज्यो कृष्ण लाल चुनरी हरे गङ्गा यमुना को नीलो दह कृष्ण जी को प्रिया गङ्गा यमुना को नीलो दह कृष्ण जी को प्रिया गङ्गा ग्वाला वाला गाई बाछा यमुना कै तिर गङ्गा यमुनामा भिजो कृष्ण लाल चुनरी हरे गङ्गा बाँसुरी को धुन सुनी वृन्दावनमा आयो गङ्गा बाँसुरी को धुन सुनी वृन्दावनमा आयो गङ्गा श्री कृष्णलाई नदेखेर यमुनामा नुहायो गङ्गा यमुनामा भिज्यो कृष्ण लाल चुनरी हरे गङ्गा कृष्ण जीले वस्त्र चोरे नागे जलमा हामी गङ्गा कृष्ण जीले वस्त्र चोरे नागे जलमा हामी गङ्गा प्यारो हाम्रो प्रभु कृष्ण देउन चोली साडी गङ्गा यमुनामा भिज्यो कृष्ण लाल चुनरी गङ्गा यमुनामा भिज्यो
गंगा स्नान गर्दै थियौ कृष्ण वस्त्र चोर्यौ तिमीले गंगा स्नान गर्दै थियौ कृष्ण वस्त्र चोर्यौ तिमीले गंगा देऊ न वस्त्र भनी माग्दा फ्याँक्यौ जलमा अहिले गंगा यमुनामा भिज्यो कृष्ण लाल चुनरी सत्याय नमः सत्यमा पेते ओम भूर्भुवस्व पापाय नमः पाठ्यास्म झल्लाटकाय नमः 32 द्वितीय नमः द्वितीयलाई सम्झेर भजन गर्नु रामको सानी शर्मा रामकै भजन गाउँला जता लान्छ कार मैले उतै उतै जाउँला रामको सानी शर्मा रामकै भजन गाउँला जता लान्छ कार मैले उतै उतै जाउँला रामको सानी शर्मा रामकै भजन गाउँला जता लान्छ कार मैले उतै उतै जाउँला रामको सानी शर्मा रामकै भजन गाउँला जता लान्छ कार मैले उतै उतै जाउँला रामको सानी शर्मा रामकै भजन गाउँला जता लान्छ कार मैले उतै उतै जाउँला रामको सानी शर्मा रामकै भजन गाउँला जता लान्छ कार मैले उतै उतै जाउँला रामको सानी शर्मा रामकै भजन गाउँला जता लान्छ कार मैले उतै उतै जाउँला रामको सानी शर्मा रामकै भजन गाउँला जता लान्छ कार मैले उतै उतै जाउँला ओइली जान्छ फुला जान्छ पाता मन चढाउँछु हजुरलाई पशुपति नाथ ओइली जान्छ फुला जान्छ पाता
नाथ ओइली जान्छ फुला सुकी जान्छ पाता मन चढाउँछु हजुरलाई पशुपतिनाथ ओइली जान्छ फुला सुकी जान्छ पाता मन चढाउँछु हजुरलाई पशुपतिनाथ दुई दिनको छोला हाँसी हाँसी कटाम मार्छु भन्दै आउनेलाई नि हात मिलाइरै पठाम दुई दिनको छोला हाँसी हाँसी कटाम मार्छु भन्दै आउनेलाई नि हात मिलाइरै पठाम दुई दिनको छोला हाँसी हाँसी कटाम मार्छु भन्दै आउनेलाई नि हात मिलाइरै पठाम दुई दिनको छोला हाँसी हाँसी कटाम मार्छु भन्दै आउनेलाई नि हात मिलाइरै पठाम दुई दिनको छोला हाँसी हाँसी कटाम मार्छु भन्दै आउनेलाई नि हात मिलाइरै पठाम दुई दिनको छोला हाँसी हाँसी कटाम मार्छु भन्दै आउनेलाई नि हात मिलाइरै पठाम दुई दिनको छोला हाँसी हाँसी कटाम मार्छु भन्दै आउनेलाई नि हात मिलाइरै पठाम दुई दिनको छोला हाँसी हाँसी कटाम मार्छु भन्दै आउनेलाई नि हात मिलाइरै पठाम दुःखमा नआत्तिम सुखमा नमात्तिम कहिले पनि भुल्न हिजो हामी थियौँ दुःखमा नआत्तिम सुखमा नमात्तिम कहिले पनि भुल्न हिजो हामी थियौँ दुःखमा नआत्तिम सुखमा नमात्तिम कहिले पनि भुल्न हिजो हामी थियौँ दुःखमा नआत्तिम सुखमा नमात्तिम कहिले पनि भुल्न हिजो हामी थियौँ दुःखमा नआत्तिम सुखमा नमात्तिम कहिले पनि भुल्न हिजो हामी थियौँ दुःखमा नआत्तिम सुखमा नमात्तिम कहिले पनि भुल्न हिजो हामी थियौँ दुःखमा नआत्तिम सुखमा नमात्तिम कहिले पनि भुल्न हिजो हामी थियौँ दुःखमा नआत्तिम सुखमा नमात्तिम कहिले पनि भुल्न हिजो हामी थियौँ छर्लङ्गको हुन्छ पाप धर्मको होइन गाउँको भाग्यामितिभाग्यानं यास्थानं जाग्रस्पन्नं ज्ञानं कृतानं क्रियमाणानं भविष्यमर्थ शुभगतीनां समस्त पितॄणां वैकुण्ठपदप्राप्ताय स्वैश्यकान्ते विष्णुस्मृतिविशेषतः समस्या भयो ल अब सबैले अर्थ समस्या हुन्छ ल तपाईँले पहिला कर्मपात्रको जल आह्वान गर्नु त फुलले आवाहनम पाठ्यम फुलले फुलले खाली छैन अर्घ्यम दाइले पर्दैन स्वय हुन्छ दाइ अर्घ्यम अर्घ यदि यो कचौराको यताको कचौराको यताको अर्घ फेरि पात्र उषाय शाश्वते सहस्रकोटि धारिणी नमस्ते वासुदेवन चोलाकान्तनाम शर्मं सपत्नी सभ्रातर सभ्राप्रिय पूर्वक्त ओम सिद्धास्त्वाद्यम व्यापारिक काम क्रोधादि
वशानुकर्मात् क्रियमाणानां करिष्यमाणा पूर्वजातानां परजातानां प्राप्तय स्वयश्च च अन्ते विष्णुस्मृतार्थं विष्णु विशेषतः लक्ष्मीनारायण पूजन देवता प्रीतिद्वारा माथि बाल्नु उठेर बाल्नु ओम नमो भगवते वासुदेवाय सबैतिर बाल सबैबाट बाल्दै जानु अब सबै पितृहरूको सर्वगोत्रका कुलदेवताहरूको नेपाल राज्यको भयो अब आफै बन्छ अब तपाईँले यो 3 दिन लाभा लिनु हातमा लिनु आमालाई दिनु ओम नमो भगवते वासुदेवाय अब हिँड्न नि हुँदैन सनै नलाइकन टाढा जानु हुँदैन
के बनाएर खाने हो खाउनु त राधा कृष्ण दुईजना हर्षण मनको भारी हुन्छ कि हुन्न हे राधा धर्मराधा हुन्छ कि हुन्न हे राधा मुरारी
वृन्दावनमा कसले बजाउँदैछ बाँसुरी वृन्दावनमा कसले बजाउँदैछ बाँसुरी मुरलीको कृष्ण कस्तो चानस परेको यो भाग्यले अनेक जुराउँछ क्या जुराउँदैन केही हुँदैन यो उमेरमै गाडी चलाउँछ क्या यसले पछि के चलाउँछ होला जोकरीले त गर्नुपर्छ भयङ्करै छ क्या यो दिदीको चिनी छैन क्या भन न अर्कै आछ जुम्ला हात गरी शिवजीलाई दर्शन गर्छु जुम्ला हात गरी मुखै भाषण भक्ति चलोस् यो जगतैभरि हर मेरो मनको मङ्गल
शिव शिरमा गङ्गा भरदेऊ मनमा उमङ्ग 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 हे भगवान शिव शिरमा गङ्गा भरदेऊ मनमा उमङ्ग 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 उमङ्ग हरि हे हिमा शेखर छुचुरोमा कैलाशका बासे हिमा शेखर छुचुरोमा कैलाशका बासे सत्य त्रेता द्वापर काले सधैँ अविनाशी भरदेऊ मनमा उमङ्ग शिव शिरमा गङ्गा 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 भरदेऊ मनमा उमङ्ग हे भगवान शिव शिरमा गङ्गा भरदेऊ मनमा उमङ्ग 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 उमङ्ग शिवजी का जप्ने नाम 108 थरीका शिवजी का जप्ने नाम 108 थरीका आदिदेव अधिपति ब्रह्माण्डै भरिका भरदेऊ मनमा उमङ्ग शिव शिरमा गङ्गा 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 भरदेऊ मनमा उमङ्ग हे भगवान शिव शिरमा लामिछाने बाबुको दर्शनमा उपस्थित भइसकेका छौँ र पिता सूर्य प्रसाद लामिछाने माता लक्ष्मी लामिछाने बाबुको दर्शनमा उपस्थित भइसकेका छौँ र उहाँकै दिदी स्वीकार उपस्थित भइसकेका छौँ र सम्पूर्ण उहाँकै घरका कुलका भाइ इष्ट मित्रजनहरू र ठुला ठुला गण्यमान्य व्यक्तित्वहरूमा सम्मान छ। टाढा टाढासम्म पुर्याइदिनु हुने क्यामेराम्यान भाइलाई पनि सम्मान छ र आजका हाम्रा पूजाहरूमा पनि सम्मान छ। सबै मिलेर आजका यस बर्तनलाई सुनाउनु भएका मित्रजनहरूमा पनि सम्मान छ र बुबा बुमा आलाकार भाइहरू उपस्थित भइसकेका छौँ र यसै ठाउँका ठुला कालिका भद्रकाली वृन्दावासिनी अग्ला देवी यस्तै गरी हाम्रा यसै ठाउँका सातै तालका बराहिनी तालका बराहिनीलाई सम्झेर नङ्ग्राबाट सुरु गर्छौँ। त्यसपछि चौताले यस्तै रमाइला रमाइला गीतहरू बजाएर आजका शुभ दिन सुसम्पन्न गर्नलाई तयार गर्छौँ। सबैले साथ दिनु होला है त।
सन्देश रातिको बेला हो सन्देश रातिको बेला हो भगवानकै पञ्चामृत सबै मिली खाऊला भगवानकै पञ्चामृत सबै मिली खाऊला भक्ति कर्ता मिलिकन वैकुण्ठैमा जाऊला आरतीको बेला भो सन्देश गौबाला कृष्ण हरे बाला के तिम्रो यो ताला के तिम्रो यो
ओम नमः शिवाय न्यू गर ओम नमः शिवाय ओम नमः शिवाय ओम नमः शिवाय ओम नमः शिवाय ओम नमः गुरु
मन परेकी राधा 16,108 मा मन परेकी राधा हामीले पनि पायौं थियो उनको प्रेम आधा हुन्छ कि हुन्न हे राधा धर्म आधा हुन्छ कि हुन्न हे राधा राधा रानी सीधा साधा चञ्चल छन् बिहारी राधा रानी सीधा साधा चञ्चल छन् बिहारी बिना राधा श्याम आधा हर्ष मनको भारी मुरली रहेछन् राधिका तान बने श्याम मुरली रहेछन् राधिका Bogota.
काशीमा गएर विद्याश्रममा गएर पुनः माताले धारणा गर्छु यस्ता धन्यवाद म आउँछु म त्यस कति पिउन नमान्ने विधवा छ सिंहले ब्याग भालु राख्छ बहुत दुःख हुन्छ बाबु घरमै पर्छ मलाई छोड्नुहोस् र म तपाईँहरूलाई कहिल्यै पनि रुवाउँदिनँ म तपाईँहरूको सेवा गर्छु तपाईँहरूको कल्याण गर्छु मैले 10औं महिनासम्म 8औं महिनासम्म गर्छु माता पितालाई वस्तु भइसकेपछि मन्त्र दान दिने गुरु हो र अनि हजुरआला छोरावाला
ठुलोबालाई ढोगेर अहिले होइन खुट्टामै दिनुहोस् आज अनि बुवालाई ढोगेर बुवालाई मम्मीलाई ढोगेर गुरुबालाई बोलाइदिएन रवि सरलाई बोलाइदिएन गुरुबा कता जानुभयो गुरुबा ल अब गुरुबासित पढ्न जाने है ल अब उठ ल हात खुलेर हात जोड सर्वेभ्यो देवेभ्यो ब्राह्मणेभ्यो सम्पूर्ण देव ब्राह्मण नमस्कार नमस्कार सबैजनामा मैले एउटा कुरा भन्छु त्यति बेला हल्ला गर्न पाइँदैन है हल्ला गर्ने हो कि होइन मेरो कुरा सुन्ने है पहिले सुरुमा मौरीको कथा घरै मौरी कथा नि मौरी हाम्रो यस पृथ्वीमा विभिन्न प्रकारका किराहरू छन् कति प्रकारका विभिन्न प्रकारका किराहरू छन् त्यो बिना पृथ्वी वातावरण र हामी मानिसहरू धरि रहँदैन त्यो किरालाई महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइन यसरी यदि यस किराको लोप भयो भने के होला कसैले भन्न सक्नुहुन्छ यस किराको लोप भयो भने के हुन्छ यदि यस किराको लोप भयो भने हामी मानिसहरूको आयु अधिकतम जम्मा 4 वर्ष मात्र तपाईले थाहा पाइसक्नुभयो त्यो किराको नाम के हो मौरी त जसले नि भन्छ अंग्रेजीमा के भन्छ हनीबी हो त्यो किरालाई अंग्रेजीमा हनीबी भनिन्छ अंकल तपाईँ आउनु मौरीले चाहिँ आफ्नो गोला बनाउँछ त्यसपछि चाहिँ परागसेचनपछि जान्छ होइन परागसेचन गरेर रस लिएर आएर त्यो रसबाट त्यो चाका बनाउँछ त्यो मह आयो भने हामीले चाहिँ त्यसको चाहिँ मह मात्रै हामीले भन्छ हामीले त्यो बोइल दिने भने चाहिँ अलिअलि खानुपर्छ हो त्यस कारणले बधाई छ त्यसलाई व्रतबन्धको चाहिँ धेरै धेरै शुभकामना बाबा मम्मीलाई हजुरआमा ठुलोबा ठुलोमम्मीलाई र यहाँ सबै उपस्थितलाई सबैलाई यहाँ आइदिनु भएकोमा यहाँलाई सबैलाई धन्यवाद दिन चाहन्छु यो छोराको चाहिँ व्रतबन्धनमा है ल थ्याङ्क यू ताली बजाउनु न यार अल्बर्ट आइन्स्टाइनले भनेकै पोइन्ट बाली नालको उत्पादन 80% भन्दा बढी वृद्धिमा उत्पादन हुन्छ त्यही वृद्धि गरेको कुरा अन्न फलफुलका रूपमा खान पाएका छन् मौरी त्यति सानो मौरीले त्यति ठुलो काम गर्छ मौरीले 1 किलो मल जम्मा गर्न लाखौं हजारौं फुललाई चारेर बल्ल 1 किलो मल त्यसरी नै हामी मानिसहरू पनि मौरी जस्तै मेहनती बनेर हाम्रो आमा बुवा गुरुको सपना हो कि होइन भने जस्तो मौरी त्यति मेहनती हुन्छ त्यसले फुल चार्दा बल्ल लाखौं फुल चार्दा बल्ल 1 किलो मल त्यसरी नै गौतम बुद्धले नै भने जस्तो सुती गर्यो भने नि केही फल प्राप्ति नै हामीले पसिना बगाएर मेहनत गरेर आफ्नो आमा बुवा र गुरुलाई पाल्नु त्यही भन्दै म आज पढेर आफ्नो गुरु पाल्न सक्ने हुनी बनेर आउने छु यति भन्दै म जान्छु ताली बजाउनु ठुलो अझै ठुलो शुभयात्रा मात्र होइन अब सबैले भनौँ मौरी जिन्दाबाद मौरी जिन्दाबाद मौरी जिन्दाबाद मौरी जिन्दाबाद
व्रतबन्धन कार्यक्रम खोला तर्न पाइँदैन यता 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 यहाँ हो नि त फेरि ठिक छ ठिक्क रमाइलो गरे केटाले शिव शङ्कर गौ माताको गण्डकी माताको माताको कर्ताहरूको सन्तानहरूको सनातन धर्मको तिम्रो फुलबारी बेलपत्रको घरबारी शिवा कैलासै मानन्दम बज्यो डम्बारी शिवा कैलासै मानन्दम बज्यो डम्बारी मानन्दम बज्यो डम्बारी शिवा कैलासै मानन्दम बज्यो डम्बारी शिवा कैलासै मानन्दम बज्यो डम्बारी हरे मानिसु महेश्वर एउटै हुन् परमेश्वर परमात्मा महेश्वर एउटै हुन् परमेश्वर परमात्मा महेश्वर एउटै मुक्ति हुन सजिलो भक्ति भावनाले मुक्ति भावनाले मुक्ति हुन सजिलो भक्ति भावनाले मुक्ति हुन सजिलो श्री गणेशाय नमः श्री पशुपति रक्षा गर हे भगवान भाल्छु धूपबत्ती शिरै मुक्तिनाथ हर हर गङ्गा जल शिरै मुक्तिनाथ म त तिम्रै भक्त प्रभु लैजाऊ तिम्रै साथ हर हर गङ्गा जल शिरै मुक्तिनाथ म त तिम्रै भक्त प्रभु लैजाऊ तिम्रै साथ हर हर गङ्गा जल शिरै मुक्तिनाथ म त तिम्रै भक्त प्रभु लैजाऊ तिम्रै साथ हर हर गङ्गा जल शिरै मुक्तिनाथ
जान्छु सिरै सस्तानीको सिरै मुक्तिनाथ हर हर गङ्गा जल सिरै मुक्तिनाथ म त तिम्रै भक्त प्रभु लैजाऊ तिम्रै साथ हर हर गङ्गा जल सिरै मुक्तिनाथ म त तिम्रै भक्त प्रभु लैजाऊ तिम्रै साथ हर हर गङ्गा जल सिरै मुक्तिनाथ म त तिम्रै भक्त प्रभु लैजाऊ तिम्रै साथ हर हर गङ्गा जल सिरै मुक्तिनाथ म त तिम्रै भक्त प्रभु लैजाऊ तिम्रै साथ हर हर गङ्गा जल सिरै मुक्तिनाथ म त तिम्रै भक्त प्रभु लैजाऊ तिम्रै साथ खेती बेडी शिला दर्शन कागबेनीमा पिण्ड स्वर्ग जाने बाटो एउटै कर्म भिन्न भिन्न सिरै मुक्तिनाथ हर हर गङ्गा जल सिरै मुक्तिनाथ म त तिम्रै भक्त प्रभु लैजाऊ तिम्रै साथ हर हर गङ्गा जल सिरै मुक्तिनाथ म त तिम्रै भक्त प्रभु लैजाऊ तिम्रै साथ हर हर गङ्गा जल सिरै मुक्तिनाथ म त तिम्रै भक्त प्रभु लैजाऊ तिम्रै साथ हर हर गङ्गा जल सिरै मुक्तिनाथ म त तिम्रै भक्त प्रभु लैजाऊ तिम्रै साथ हर हर गङ्गा जल सिरै मुक्तिनाथ म त तिम्रै भक्त प्रभु लैजाऊ तिम्रै साथ त्रिवेणीमा वाल्मीकि त देवघाट रे सिधामा शिरमा बासा सिरे कृष्ण मनमा बासा राम सिरै मुक्तिनाथ हर हर गङ्गा जल सिरै मुक्तिनाथ म त तिम्रै भक्त प्रभु लैजाऊ तिम्रै साथ हर हर गङ्गा
मौरीको विषयमा अनुसन्धान वक्ता हुँदै जाओस्, बाको भन्दा पनि धेरै देश सुन्न पाइयोस्। मौरीको साँच्चै काम गऱ्यो भने तिमीले त चिन्छौ होला।
गंगा कोही भन्छन् जमुना त कोही भन्छन् गंगा गंगा निर्मल जलमा नुहाएपछि मन हुन्छ चंगा गंगा यमुनामा भिज्यो कृष्णलाल सुनरी रे कालो कालो लामो लामो घुम्रिएको केसा भित्र रेशमले सजिएको भेषा हे कृष्ण दयाको खानी कृष्ण दयाको खानी हाम्रा गोकुल
कृष्ण लिन वृन्दावनको वरिपरि चराउन जान्थे कृष्ण लिन प्यारा साथी सखीसँग बनभोज खान्थे कृष्ण लिन वृन्दावनमा आउने बाटो मैले चिनि